यो ठाउँ देखेर चाहिँ तपाईँहरू कुन ठाउँ होला भनेर अब अलिकति टोलाइरहनु भयो होला। यो ठाउँ चाहिँ हाम्रो धादिङ जिल्ला उत्तरी भेग रुबेल गाउँपालिका नम्बर 5 स्थित ढेबर गाउँको देउराली भन्ने ठाउँ हो यो। अनि यसको इलिप्सोड हाइट चाहिँ 3392 को हाराहारीमा छ, मिटरको हाराहारीमा छ। अनि त्यस त्यहाँबाट म तपाईँहरूलाई चाहिँ के देखाउन चाहन्छु भन्दाखेरि यहाँ यो पात चाहिँ खास गरी के पात भनेर अचम्म पर्नु भएर होला तपाईँहरू। यो पात चाहिँ हाम्रो दङसिप, यो पातलाई चाहिँ हामीले दङसिप भन्छ गरिन्छ हाम्रो तामाङ भाषामा चाहिँ। अनि नेपालीमा चाहिँ यसलाई चाहिँ अमिलो पात भन्ने गरिन्छ। अनि यसलाई चाहिँ हामीले केलाएर चाहिँ मजाले धोएर त्यसपछि त्यहाँबाट कराईमा भुटेर असला मसला गरेर चाहिँ हालेर चाहिँ यसलाई स्टोर गर्न सकिन्छ हामीले। अनि यो पात चाहिँ यहाँ प्रशस्त पाइन्छ। यो पात चाहिँ यो एरियातिर देउराली भन्ने ठाउँतिर, अनि त्यसपछि साथसाथै चाहिँ च्याङ्ग्राउ भन्ने ठाउँतिर चाहिँ प्रशस्त पाइन्छ। अनि यो